ल नमस्ते गुड इभिनिङ सबैजना साथीहरूलाई सबैजनालाई नमस्ते छ सबैजना साथीलाई मिठो सम्झना छ। अब दसैँ पनि सक्यो, दसैँ के कस्तो भयो त्यो आफ्नै ठाउँमा होला। यतिखेर चाहिँ तपाईँहरू सबैजना साथीलाई मैले सैलुङ गाउँपालिका वडा नम्बर 7 हैन सागुते अथवा साउतेमा रहेको हैन चौतारे डाँडामा रहेको पिङ चाहिँ हामी पिङमा आएको छौँ हैन। पिङ चाहिँ यतिखेर हाम्रो एकजना साथीले चाहिँ मजाले मस्काइराख्नु भएको छ। यो पिङ एकदम सुन्दर ठाउँमा बनाउनु भएको छ हाम्रो 7 नम्बर वडाको साथीहरूले हैन। अब त्यहाँबाट सरर तपाईँ यहाँ पारी चल्नु भयो भने चाहिँ हैन चौतारे डाँडामा तपाईँले ल्याएर पिङ खेल्नको मजा त छुट्टै छँदैछ। त्यो बेगलै हेर्नुहोस् त यो तपाईँको पोर्टी देख्न पाउनुहुन्छ। अनि यहाँबाट आएर तपाईँहरू सबैजनाले पोर्टीको सुन्तला भनेपछि त त्यसै फेमस छ यहाँनिरबाट। अनि ठ्याक्कै यहाँबाट पारी तर्नु भयो भने चाहिँ यहाँ ठ्याक्कै यो सिमाना र यो सिमानालाई छुट्याउने चाहिँ हैन यहाँ तामाकोसी नदी छ। त्यहाँबाट पारी जानुभयो भने चाहिँ तपाईँले तामाकोसी गाउँपालिकाको हैन भिरकोट हैन अनि त्यसपछि मालुखोलादेखिबाट लिएर माझी गाउँदेखिबाट लिएर धेरै ठाउँ देख्न सक्नुहुन्छ। त्यहाँबाट सर यहाँनिर अलिकति डाँडामा अलिकति यो अलिकति रुख भएको कारणले गर्दाखेरि चाहिँ हैन यहाँनिर तपाईँले गैरीमुदी चाहिँ देख्नु भएको छैन। यहाँबाट सट्ट गैरीमुदीबाट यता फर्किनु भयो भने चाहिँ हैन यता फर्किनु भयो भने चाहिँ यो चाहिँ हो तपाईँहरूको यो चाहिँ तपाईँको मैनापोखरी है। मैनापोखरी नाम्दोहरू पनि देखिराख्नु भएको छ तपाईँहरू सबैजना साथीले। अनि त्यहाँबाट यता फर्केर जानुभयो भनेदेखि चाहिँ यो चाहिँ भीमेश्वर नगरपालिका हेर्नुहोस्। यो यहाँबाट देखिएको जति ठाउँ देखिरहेको छ यहाँबाट तपाईँहरूलाई अहिले मैले पारी यो डाँडालाई चाहिँ नहेर्नुहोस् यहाँबाट पारी जानुभयो भने चाहिँ यो सबै भीमेश्वर नगरपालिका हो हैन। एकदमै सुन्दर नगर भीमेश्वर नगरपालिका। अनि यहाँबाट पिङ मचाएको नि हेर्नुहोस् ल। भिडियो कस्तो लाग्यो तपाईँहरू सबैजना साथीले यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ हजुरहरू सबैजना साथीले मेरो फेसबुक च्यानललाई नि सबैजना साथीले सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद छ है त।